शब्दका ऐनाहरूमा यहाँहरूलाई स्वागत छ। नमस्कार, म लुमन्ती। आज म यहाँहरूलाई साहित्यकार मञ्जुश्री केसी प्रधानद्वारा लेखिएको उनी भेटिँदा कथा सुनाउँदैछु, उहाँकै कल्पनाको महल पुस्तकबाट। पर्व, तिथि, उत्सव उछिन्दै मेरो क्यालेन्डर बेटुरले भागिरहेछ। मैले लामो फन्को मारेको यात्रामा झिनो ट्यान्द्राबाट प्रारम्भ भएको कथा महाकाव्यको पगरी हुने पो हो कि? ब्याट्री सकिएको घडी र डाँडा काटिसकेको घामको के भरोसा? कतिन्जेल पर्खनु? हर मिनेट हुँदै घन्टा बित्छ, समयले नेटो काट्छ। कल्पना गर्नुपर्छ त्यो ग्रीष्म लहरी हो, मेरो जीवनमा आएर गएको फुमरी पनि हो। ससाना बच्चाहरूको रसिलो जुसिलो संसार कल्पनामा पाइन्छ। आँसु र हाँसो पनि वरिपरि नै हुन्छन्। धेरै दिनको अन्तरालमा आएको हाँसोमा पुराना कथा व्यथा पनि सँगै गाँसिएर आएका हुन्छन्। आफ्नो उकाली ओह्रालीका कुरा भन्दै जाँदा उनको हाँसोमा उनकै कहानी सुन्दछु। उनको आँसु र हाँसोमा थप्दै जाँदा, साँझ र बिहानीको कुरा भन्दै जाँदा कथा व्यथा मिल्दोजुल्दो पाएँ, पवन र पानी जस्तै। माया ममता स्नेहका फोहराहरू वसन्तका हजारौं फलहरू फुलाउँछन् उनको कथामा। कष्टप्रद यात्रा सहज बनाउन गाह्रो हुन्छ। कति वर्ष त रोए गए, कति हिउँद लगभग थपेर गए, कहिले सडक कहिले चोक भएर गए। किनारामा ठोकिएको खोला जस्तो जिन्दगीलाई कष्टमुक्त गर्न अव्यक्त क्रन्दन अकथनीय पीडा जति मेरो भागमा परे। बाध्यताहरू बीच रहने मेरो हात धेरै दम्बुर बन्यो। कलिला फूलहरूको माला नहुने आगमनको प्रतीक्षा गर्ने आतिथ्यको चलन। माया भन्नु के रहेछ र? त्यो त खालि आँखामा तलपलाएको पानी पो रहेछ। त्यसैले हेर्ने रहरभरि देखिन्छ हरेकको आँखामा तलपलाइरहेको निर्मल पानी जो वर्षन बाँकी छ। कल्पनामा कहिलेकाहीँ पुराना फोटाहरू च्यापौँ जस्तो लाग्छ, कहिले धुजा धुजा पारिदिउँ जस्तो लाग्छ तिनै तस्बिरहरू। कहिले हनुमानले छाती चिरे झैँ आफ्नै छाती चिरिदिउँ जस्तो लाग्छ। यो विशाल मैदानमा दौडेर ठाउँमा पुग्न नसकेको निष्फल खेलाडी भएर रहेको छु। तैपनि स्मरण नै हो, जिन्दगी यसैमा धमिलिदिउँ जस्तो पनि लाग्छ। यी आँखाबाट धेरै आँसु बगिसके, अब त आँखा पनि थाकेका छन्। त्यसैले आफ्नो शब्दकोशबाट बिलौना भन्ने झिकिदिन थालेको छु। यात्रा विवरण खोल्दै जाँदा स्मरणको पानामा धमिलो लागेर धुजा धुजा भइसकेको रहेछ। मर्न जति सहज आफ्नो खुसीमा हुन्छ, बाँच्न त्यति नै गाह्रो छ। दुखियाको आँसु पुस्न र पीडितको व्यथा सुन्न म अल्मलिएको थिएँ। लामो बगरको एक्लो सफरमा उजाड भूमि पार गर्न गाह्रो रहेछ, मलाई त्यो पनि थाहा थियो। यात्रामा सबै यात्रुभन्दा अगाडि हिँडेको थिएँ, तर म पछि परेँ। न बाटो बटाउने केही भेटेँ, न लड्दा उठाउने कुनै हात भेटेँ। जति छिटो पाइला चाले पनि गन्तव्य टाढै रहेछ। यो भारी व्यथाको पोको फुकाउने र बाँध्ने आफै नै हुनेछ। न कहिल्यै नदीको किनार मिल्यो, न कहिल्यै दुई पहाडको मिलन भयो, कहिल्यै नजाने ठाउँको पनि चक्कर काटियो। भेटै नहुने शुभचिन्तकसँग पनि मन साटिएको छ। कल्पना र सपनामै अड्ने बानी परेपछि त्यसैले बाँचेको छु। यसरी काल्पनिकतामा जिन्दगीको प्यास मेटिँदो पनि रहेछ। सधैँ जसो खाली हुने लेटर बक्स खाली नै रहे पनि डोरबेल त छ। कुनै आगन्तुक नआए पनि रङ कल भए पनि कहिलेकाहीँ घन्टी बजिदिँदा त्यसैले राहत दिन्छ। तर लड्दा हात समाएर उठाउने र यात्रामा अन्तिम घडीसम्म साथ दिने यात्रु भेटिएको छैन। कल्पना त हो, गर्नुपर्छ, जिउनलाई ठुलो राहत पुग्छ। कल्पनामै दिनरात प्रहर काट्न सजिलो हुन्छ। प्रिय कपडा पुरानै भए पनि यसभित्र लुकाएर राखेको नयाँ स्मृतिको पाना किरमिट गरेरै राखिन्छ। सम्झना र कल्पना बीच जोडघटाउ गर्नुपर्छ। निष्कर्ष आफै जस्तो खोटो सिक्काको दुई पाटालाई एकैपटक निहाल्न बाध्य हुनुपर्छ। जीवन हो मुल्तवी फाइल, यसलाई चाहे जति बन्द गर्न सकिन्छ, चाहेमा फाइल पल्टाउन सकिन्छ। जीवन जिउन कल्पना गर्नै पर्छ। कल्पना यो कुनै नौलो कुराकानी होइन। हेरे देखिन्छ हरेक व्यक्तिको आँखामा तलपलाइरहेका पानी कल्पनाको विजयहरूलाई एउटा सफेद कपडामा पोको पारेको छ। मुल्तवी फाइलको चाङ खोल्न चाहेमा खोल्न सकिने, त्यसैले यो सफेद पोकोलाई आफैले कल्पना गरी खोल्न सकिन्छ। कयौं शिशिर र हेमन्तपछि आएको वसन्त, त्यही पहिलो वर्षा ग्रीष्म भन्ने बारम्बार आइरहन्छ।
मेरो त एउटा बसन्त आएको पनि अन्तै उठाएर बसेको छ। कल्पनाको सानो झोला सिरानी राखेर निदाएको थिएँ। विपनामा ढोका भयो। त्यसैले जिन्दगी आँसु कहिले हाँसो भएको छ। परिवर्तनको तरबारले घायल बनाएको चाहिँ वक्षस्थलमा समयको सङ्गीनले घुस्दै हामीलाई धकेलिरहेको छ मरुस्थलतिर। समय सापती लिएरै भए पनि कल्पना त गर्छु नै, जसमा म उनलाई पाउँछु। जीवनलाई ओराली र उकालीको संज्ञा दिएरै भए पनि कल्पना त गर्नुपर्छ, त्यसमै आनन्दको अनुभूति पाइन्छ।